So guys, hello, welcome back to my new vlog क्षेत्र 85. So सबजना सन्चै आराममा हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु भन्दा हैन। सो मेरो आजको राइड चाहिँ फाइनली यत्तिकै गाउँतर्फको हुन गइरहेको छ हैन। सो सबजना भ्लगलाई एन्डसम्म हेरेर फुल सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। म चाहिँ अहिले यता बस्तीतर्फ लाग्न लागिरहेको गाइज हैन। मेरो चाहिँ हल्का पहाडीको ब्रेक लिभर चाहिँ खराब भएको कारणले चाहिँ हैन बाइकले चाहिँ हल्का तङ गरिरहेको छ। तर पनि केही छैन भन्दा हैन, मिठो राइड हान्नुपर्ने हुन्छ, एकदम इजिली राइड हान्नुपर्ने हुन्छ। सो त्यही नै हो। मेरो चाहिँ बाइकको अगाडिको टायर पनि भेगिसकेको अवस्था छ। सो अब टायर पनि समथिङ 1-2 दिनमा चेन्ज हान्नुपर्छ जस्तो लागिरहेछ क्या मलाई चाहिँ हैन गाइज। सो त्यही नै हो। सुनसरी पितल यहाँ कसले लाको छरा पिया झुक जानी माया पिरती झुक जानी माया पिरती कसले लाको छरा पिया। येमा बाइकले ल्यास्ट ल्याङ हान्दिरहेको छ यार मलाई बेला बेलामा गाइज यार, के हो मेसै बुझ्दैन यार। प्याट्टा स्टार्ट बन्द भइदिए गरिरहेको छ कत्र गाई, के हो यार लास्ट सताइरहेको छ यार बेला बेलामा चाहिँ बाइकले चाहिँ मलाई चाहिँ हप्पी सताउँछ क्या सताउन। अनि फेरि त्यस्तो भयो भने फेरि गाइज भेजा हुन्छ नि यार होइन कि नै। सो यार जहिले बनाउनु पर्छ, 1-2 हप्ता छोडेर बनाउनु पऱ्यो भने चाहिँ केबाट फाइदा निकाल्नु त, कताबाट फाइदा निकाल्नु त गाइज यार। इन्कमै आउन्न, कहीँबाट झ्यापै इन्कम हुन्न, इन्कम भएको पनि बाइकले चाहिँ खाइदिइहाल्छ यार। अब फेरि पहाडीको ब्रेक ढिक्का सेटहरू सब फेर्नुपर्छ कि जस्तो लागिरहेको छ। ब्रेक पहाडीबाट हल्का कमजोर हानिदिएर आएको छ। अनि हेऱ्यो अब तपाईँको अगाडिको टायर चेन्ज गर्नुपर्छ, त्यसलाई लाग्छ 3500-4000 त्यस्तो टोटाहरूलाई लाग्छ गाइज होइन। त्यही हो, चुनामाथि चुना त लागिहाल्छ। अब चुना लाग्यो भनेर पनि अब त्यति साह्रो के गर्ने, कन्जुसै गर्ने कुरो भएन। सो मैले चाहिँ आज एकचोटि टक्क दिउँसो चाहिँ होइन के गर्छु भनेर सोचिरहेको छु भने यो इन्डिया सिनौली बोर्डरको होइन एकजना ग्यारेजको नम्बर छ होइन, त्यसले चाहिँ एनएसको अगाडिको टायरलाई चाहिँ कति पर्छ भनेर चाहिँ फोन गरेर सोध्नुपर्छ जस्तो लागिरहेको छ होइन। सो त्यही नै हो। चिलपारामा हान्नुपर्छ राइड हामीले गाइज। अफरोडिङ राइडहरू चाहिँ अब धेरै नहान्ने, टायर चेन्ज नगरिकन चाहिँ अगाडिको टायर चेन्ज गरेपछि चाहिँ अफरोडिङ राइड हान्ने होइन, नत्र चाहिँ नहान्ने। झाप्पा महाकाडक्स केटाहरू चाहिँ कहाँ गएर आइसके मा। यसो भिडियो बनाउन हिँडेको क्या यसो यतातिर ल। लास्ट ओभर झ्याकिरहेको छ यार। सो भाइहरूलाई छोल्तीतिर झरेस दिउँछ भन्छ, नभए छोल्तीतिर चाहिँ कहाँबाट झर्ने यार। भैँसी लिएर आएर चाहिँ जिपमा चाहिँ गाइज होइन तिनीहरूलाई चाहिँ। सो गाइज म चाहिँ अब यहाँदेखि चाहिँ फर्किँदै होइन। ए माचिस कस्तो भेजा हान्छ यार, हेर्नु न गाइज यार। सुरुमै एबी यस्तो गर्न लागिस् त भाइ, मैले झाडीबाट उँधो फालिदिन्छु मा कसम यार। यति हिँड्दै स्टार्ट बन्द हुँदै गर्न लागिस् नि त मा। कस्तो ठिस हानिदिइरहेको छ यार सोल्टी यार बाइकले यार। राम्रोसँग राइड हान्न खोज्यो कहिले हुँदैन यार साला। यहाँ फेरि अब यस्तो हिलो छ नि मा कसम।
गियर चेन्ज हान्न खोज्दा पनि बेसकनी गियर चेन्ज भइरहेछ यार औडा रिसिट हुन्छ क्या बाइकले बेला बेलामा यार के हो गाइज यार कसम लगाएर सिधै झाडीमा मिल्काएर फाल्ने जस्तो रिसिट आउँदा त होइन र अब खतरा रिसिट छ क्या यस्तो भयो भने चाहिँ गाइज यार भेज है लास्टै इरिटेट पारामा रिसिट छ मलाई चाहिँ यार किन हो यार ठिकै यो प्याट्टा पड्केर आफै स्टार बन्द भयो भने चाहिँ होइन के भइरहेको मैले चाहिँ यसलाई एक दिन चाहिँ राम्रो तरिकामा लर देखाउँला भनेर सोचिरहेको यसो फाइनल रुममा भन्नुपर्दा मेरो आजको राइड पनि अब फाइनली एन्ड भइसक्न लागिरहेको छ होइन सो म चाहिँ आजको अफरोडिङ राइड चाहिँ गाउँतिरको बाटो चाहिँ यसो अफरोडिङ राइड हान्ने भनेर चाहिँ आइरहेको त्यही नै हो गाइस सो सबजनाले भ्लगले फुल एन्डसम्म हेरेर फुल सपोर्ट गरिदिनु होला भन्न चाहन्छु माया गरिदिनु होला जति माया गरिदिनु भएको छ त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद भन्दै अब आउने दिनहरूमा पनि अझै धेरै राम्रोसँग साथ सपोर्ट दिनुहुनेछ भन्ने चाहिँ मलाई आश छ गाइस होइन त्यही नै हो अब म चाहिँ फाइनली बिहान खाना नखाइकन भ्लगको लागि भनेर चाहिँ घरदेखि निक्लिएको अब चाहिँ खाना खानको लागि चाहिँ घरतर्फ फर्किँदैछु सो अहिले चाहिँ तपाईँको कति बज्यो भन्दाखेरि चाहिँ दिउँसोको 12:30 भइसकेको छ होइन सो दिउँसोको भन्दा नि अब बिहानको 12:30 भइसकेको छ सो अब म चाहिँ चल्दिन लागेको गाइज होइन अब घरतिर जानुपर्ने हुन्छ त्यही नै हो सो सबजनाले भ्लगले एन्सर हेरेर फुल कमेन्ट गरिदिनु होला अबको राइड चाहिँ म कहाँ जाँदा र के गर्दा उचित हुन्छ भनेर चाहिँ त्यो पनि कमेन्टमा बताइदिनु होला म चाहिँ त्यो ठाउँको राइड जाने प्रयास गर्नेछु कस्तो झ्याक्के गाडी आफ्नै खौलो रहेछ यार 5 जम्मा भएको सो यहाँ चाहिँ बाख्रा लिएर आउनुभएको छ मम्मीहरूले चाहिँ होइन सो देख्न सक्नुहुन्छ बाख्रा अब कता कता हालिदिने उँधो हालिदिने कि कता सो गाइज म चाहिँ फाइनली घर आइसकेको होइन अब चाहिँ घर जाने बस्ने खाना खाने अनि भिडियो एडिट गर्ने त्यही नै हो भन्दै सो गाइज आजको भ्लगदेखि पनि म क्षेत्र 85 एन्ड भएको नेक्स्ट कन्टेन्टहरूको लागि चाहिँ भेट्दै गरौँला भन्दै होइन सो बाई गाइज म चाहिँ घर आइसकेको होइन सबजनाले भिडियोलाई एन्डसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै म क्षेत्र 85 पनि नेक्स्ट कन्टेन्टको लागि भेटौँला गरौँला भन्दै बाई सो